भयो थारू समुदायबाट त्यस्तो प्रदेश पनि हो लुम्बिनी प्रदेश। त्यसकारण आज तपाईहरुले यही लुम्बिनी प्रदेशमा महिलाहरूको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै हुनुहुन्छ र म के भन्न चाहन्छु भने तपाईहरुले फेरि एकचोटि समाजवादी आन्दोलनको निम्ति संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा र तिनको कार्यान्वयन गर्दै अझ धेरै उपलब्धि प्राप्त गर्नको निम्ति हामीले फेरि एउटा नयाँ अभियान चलाउनु छ। समाजवादी अभियान, महिलालाई पूर्ण समानता र स्वतन्त्रताको अभियान हामीले चलाउनु छ र मलाई लाग्छ आजको यो सम्मेलन तपाईहरुले त्यस्तो समयमा गर्न गइराख्नु भएको छ जति बेला देशको राजनीतिमा एकातिर क्रान्ति, जनवादी क्रान्ति चाहिँ समाजवादी क्रान्तितिर रूपान्तरण गर्ने एउटा प्रयास अगाडि बढेको छ भने अर्कातिर प्रतिक्रान्तिकारीहरू, प्रतिगामीहरू, सामन्ती तत्त्वहरू फेरि एकचोटि इतिहासलाई र राजनीतिलाई पछाडि धकेल्ने दुस्साहस गर्दैछन्। त्यस्तो बेलामा लुम्बिनी प्रदेशका महिलाहरूको अगुवाईमा यो सम्मेलन हुँदैछ। त्यसकारण यसको विशिष्ट अर्थ पनि छ, विशिष्ट महत्त्व पनि छ। हिजो वीरताका धेरै उदाहरणहरू प्रस्तुत गर्ने यस प्रदेशले आउने दिनमा पनि त्यसरी नै फेरि एउटा नयाँ वीरताका, बलिदानका, पहल कदमीका कीर्तिमानहरू यस प्रदेशले कायम गर्नेछ भन्ने विश्वास म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु। म यस सन्दर्भमा केही कुरा मात्रै तपाईहरुको ध्यानाकर्षण गराउन चाहन्छु। यहाँ धेरै कुरा पूर्ववक्ता साथीहरूले भनेको हुनाले मैले लामो व्याख्या गर्न परेन भन्ने लागेको छ। हिजो जनयुद्धको बेलामा महिलाहरूको सहभागिता बढाउन सकिएन भने, क्रान्तिमा महिलाहरूको सक्रियता रहेन भने त्यो क्रान्ति सफल हुन सक्दैन। यो हामीले विश्व इतिहासमा पनि देखेको, हामीलाई मार्क्सवाद, लेनिनवाद, माओवादले पनि सिकाएको कुरा थियो र हामीले सुरुदेखि नै हाम्रो क्रान्तिमा, हाम्रो आन्दोलनमा, जनयुद्धमा महिला सहभागिता बढाउने कुरालाई निकै उच्च प्राथमिकता र महत्त्व दियौं र साँच्चै नै अगाडि बढ्दै जाँदा महिलाहरूले नै त्यस्ता वीरताका गाथाहरू नेपालमा कोरे जसले नेपालमा मात्रै होइन विश्व क्रान्तिको इतिहासमा पनि नेपाल एउटा उदाहरण बन्यो। नेपालका दलित महिलाहरूले वीरताको उदाहरण प्रस्तुत गर्दै पुलिस चौकी कब्जा गरेर, हतियार कब्जा गरेर पार्टीलाई बुझाउने पहिलो काम महिलाहरूले नै गरेका थिए। यो हामी सबै महिलाहरूको निम्ति र क्रान्तिकारीहरूको निम्ति निकै ठुलो प्रेरणा र ऊर्जाको विषय थियो र त्यसरी मात्रै हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो। कमरेडहरू, त्यति बेला हामीले जनमुक्ति सेनामा हतियार बोकेर लडाईँको मोर्चामा कमान्ड गर्न जान पाऊँ, मैले नेतृत्व गर्न पाऊँ भन्ने महिला कमान्डरहरूको लाइन म अहिले पनि सम्झिराखेको छु। पार्टी हेडक्वार्टरमा तछाड मछाड हुन्थ्यो महिला क्रान्तिकारी योद्धाहरू, मलाई पठाउनु पर्यो लडाईँको मोर्चामा, म हुन पाउनु पर्छ त्यो मोर्चाको कमान्डर भनेर प्रतिस्पर्धा गर्ने यति ठुलो अभियान थियो। त्यो आफैमा ऐतिहासिक थियो र तपाईहरुले सुन्नु भएको छ, तपाईहरु आफै सहभागी पनि त्यसमा हुनुभएको छ र झन्डै जनमुक्ति सेनाको 40-45% सम्म महिला भए र जहाँ महिलाले कमान्ड गर्यो त्यो मोर्चा हामीले कहीँ पनि हारेको उदाहरण छैन। यो तपाईँ हामी सबैको निम्ति गर्वको कुरा हो, उत्साहको कुरा हो। त्यति सजिलै हामीले जनयुद्धमा विजय हासिल गरेकै होइन। यदि हामीले त्यो क्रान्ति र आन्दोलन युद्धमा महिला क्रान्तिकारीहरूको सक्रियता र सहभागिता घरको चुलो चौकोबाट निकालेर बन्दुक बोकेर युनिफर्म लगाएर लडाईँको मैदानमा जाने उत्साह पैदा गर्न नसकेको भए
त्यो आत्मविश्वास पैदा गर्न नसकेको भए आज 33%, 40% महिला सहभागिता या महिलाको सम्मान यो सम्भव हुने कुरा थिएन र देशमा समावेशी समानुपातिकता सहितको गणतन्त्र पनि सम्भव हुने थिएन। र यो कुरा मैले तपाईहरुलाई खाली स्मरण मात्रै गराउन खोजेको हो। यो संसारलाई थाहा भएको कुरा हो। पुरै विश्व राजनीतिमा नै एउटा अभूतपूर्व असाधारण महिला क्रान्तिकारीहरूको सहभागिताको उदाहरणको रूपमा 40-45% जनमुक्ति सेनाका कमान्डर र योद्धा नेपालका श्रमजीवी महिला जसलाई राज्यले जसलाई सरकारले कहिल्यै महत्त्व दिँदैनथ्यो, यी अनपढ केही नबुझेका गाउँले गँवार महिला भनेर हेपिएका दबाइएका महिलाहरूले जब बन्दुक हातमा लिएर अगाडि बढे उनीहरूले इतिहास बदल्न सक्दा रहेछन्, राजा महाराजालाई घोडाबाट खसालेर फाल्न सक्दा रहेछन् भन्ने रिकर्ड बन्यो नेपालमा। र यो रिकर्ड दुनियाँले थाहा पाएको छ, संसारले थाहा पाएको छ। नेपालका महिलाहरू एकचोटि सङ्कल्प लिइसकेपछि एउटा सही विचारको आधारमा सङ्गठित भइसकेपछि र आन्दोलित भइसकेपछि तिनको वीरताका अगाडि कसैको केही चल्दैन भन्ने कुरा पनि संसारभरिका मानिसहरूले थाहा पाएका छन्। एक थरीले यसलाई प्रेरणाको रूपमा लिएका छन् भने एक थरीले यसलाई चुनौतीको रूपमा सामन्तहरूको निम्ति, दलालहरूको निम्ति, नोकरशाहको निम्ति एउटा आतङ्क महिलाहरू, तर श्रमजीवी वर्गको निम्ति चाहे नेपालको होस्, चाहे दक्षिण एसियाको होस् या संसारभरिकै निम्ति पनि एउटा राम्रो प्रेरणा नेपालको महिला आन्दोलन भएकै हो। कमरेडहरू र साथीहरू, म अहिले यसको धेरै व्याख्या गर्नेतिर जान्नु, म खालि अहिले हामीले के खोजेका छौँ तपाईहरुबाट र यो नेपालमा हामीले अब के गर्नुपर्छ भन्ने बारेमा केही कुरा म राख्न चाहन्छु। पहिलो कुरा, हामीले शान्ति सम्झौता गरेर संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएपछि यो देशका दलित, महिला, आदिवासी, जनजाति, थारू, मुस्लिम, मधेसी सबै मजदुर, किसानलाई पनि केही आत्मसम्मान, केही पहिचान र केही अधिकार दिलाइसकेपछि हामी कहीँ न कहीँ केही वर्ष हामी आफ्नो कर्तव्यबाट, आफ्नो जिम्मेवारीबाट, आफ्नो वर्ग र समुदाय जसले देशमा यति ठुलो युगान्तकारी परिवर्तन ल्याउन त्याग र तपस्या गर्यो त्यो वर्गसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गएकै हो। म आज तपाईँ महिला कमरेडहरूको अगाडि र यो मञ्चबाट देशभरिका महिलाहरूलाई पनि सम्बोधन गर्न चाहन्छु। हामी कहीँ न कहीँ हाम्रो वर्ग र समुदायसँग हाम्रो सम्बन्ध जति डह्रो बनाइराख्नु पर्थ्यो, उनीहरूका पीडा मर्का समस्याहरूलाई लिएर जति धेरै आन्दोलनलाई निरन्तरता दिइराख्नु पर्ने थियो, त्यहाँ कहीँ न कहीँ हामी चुक्यौँ। केही समय हामीले त्यसलाई भन्दा बढी काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेललाई अलि बढी समय दियौँ। हामीले अलि बढी त्यतापट्टि लाग्दा हाम्रा जनता, हाम्रा उत्पीडित वर्ग समुदायसँग हाम्रो सम्बन्ध लुज भयो। सायद तपाईहरुलाई पनि अलिअलि के गरेको होला पार्टीले, के गरेको होला नेतृत्वले भन्ने प्रश्न तपाईहरुको मनमा पनि उठ्यो होला। हाम्रा ती सबै महान शहीदहरूका आदरणीय परिवारजनहरूको मनमा पनि प्रश्न उठ्न थालेको हामीले सुन्न थाल्यौँ। हाम्रा महान बेपत्ता योद्धा जसको त्याग अद्वितीय छ, ती बेपत्ता योद्धाका परिवारका पीडालाई पनि जति हामीले मलमपट्टि लगाइराख्नु पर्ने थियो, त्यसमा पनि केही कमी गएको 8-10 वर्ष त्यस्तो रह्यो। र यो पटक म खालि छोटोमा तपाईहरुले गहिरो गरी विचार गरिदिनु होला भनेर म अपिल गर्दछु तपाई महिला कमरेडहरूलाई। यो पटक हामीले सरकारको फेरि नेतृत्व गर्ने अवसर पाएको बेलामा त्यसलाई एउटा चुनौतीपूर्ण अवसर मानेर हामीले फेरि आफ्नो वर्गको हितलाई, हाम्रो समुदायको हित र पीडालाई
मलमपट्टि लगाउने गरी काम गर्नुपर्दछ। गरिब मजदुर किसानको हितमा अनि देशमा व्याप्त भ्रष्टाचारका विरुद्ध, सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा अनि आर्थिक सङ्कट र आतङ्कका विरुद्ध आर्थिक सुधारका पक्षमा हामीले एउटा सङ्कल्पका साथ काम गर्न थाल्यौँ। मलाई लाग्छ तपाईँ कमरेडहरूलाई पनि यो कुराको जानकारी छ। म अहिले लामो व्याख्या गर्न चाहन्न। हामीले त्यसो गर्दै जाँदा जनतामा थोरै फेरि आशा, थोरै माओवादी केन्द्रप्रति फेरि एकचोटि भरोसा जाग्दै जान थाल्यो र हामीले सुरु गरेका सकारात्मक कामहरूको परिणाम प्रतिक्रियावादी दलालहरू चाहिँ आत्तिन थाले। माओवादी केन्द्रको नेतृत्वको सरकार कायम रहिराख्ने हो भने दलाल पुँजीपतिहरूको नेपालमा अब भविष्य हुँदैन भनेर तिनीहरू आतंकित र चिन्तित हुन थाले। बिचौलियाहरू जो रातारात कमिसनको भरमा या बिचौलिया भूमिका सेटिङका आधारमा करोडौँ र अरबौँ कमाउन बल्केका केही मानिसहरू त्यहाँ आतंकित हुन थाले। माओवादी रहिराख्यो भने हामीले चाहिँ कमाउने बाटो नै बन्द हुने भयो भनेर तिनीहरू आतंकित भए। तपाईँहरूलाई थाहा छ, हामीले मिटर ब्याज पीडितहरूका पक्षमा कानुन बनायौँ, नागरिकता विहीन नेपालीहरूलाई नागरिकता दिने वातावरण बनायौँ। श्रमिकहरू देशभित्र या देश बाहिर गएका, विदेशमा रहेका लाखौँ नेपाली युवाहरू उनीहरूको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने मैले नै 2 पटक घोषणा गरेर अहिले 15 लाख विदेशमा भएका तपाईँ हाम्रा छोराछोरीहरू त्यसमा आबद्ध भइसकेका छन् र उनका छोराछोरी र नाति नातिनाको भविष्य सुनिश्चित गर्ने कामको प्रक्रिया अगाडि बढेको छ। तपाईँलाई थाहा छ, हामीले अन्तर्राष्ट्रिय रूपमा पनि चाहे हिन्दुस्तानमा भारतसँगको सम्बन्धको कुरा गरौँ, चाहे चाइनासँगको सम्बन्धको कुरा गरौँ, धेरै ठुल्ठुला समझदारी र सहमति गऱ्यौँ। खालि हाम्रो सरकारको पालामा तिनलाई महत्त्व दिने कुरा मात्रै होइन, आउने पिँढी तपाईँ हाम्रा छोराछोरीलाईको जीवनमा पनि हित हुने हिसाबले, उनीहरूको भविष्य सुन्दर बनाउने हिसाबले चाहे 10,000 मेगावाटसँग सम्बन्धी सम्झौता होस्, चाहे सिमानाका समस्या हल गर्ने बारे बनाइएका समझदारी होस्, या कृषिमा आधुनिकता र उत्पादन वृद्धिका निम्ति गरिएका सहमति हुन्छ, या चाइनासँग पुराना सबै नाकाहरू खोल्ने समझदारी, मैले नै त्यहाँका प्रधानमन्त्री र मेरो बिचमा समझदारी भएर अहिले प्राय सबै नाका खुलेका छन् र उत्तरतिर बस्ने नेपालीहरूका निम्ति व्यापार व्यवसायमा एउटा नयाँ समझदारी भएको छ। आज बिहान मात्रै म यहाँ तपाईँहरूको सम्मेलनमा आउनु अगाडि डोल्पा जिल्लाको अप्पर डोल्पा, जहाँ अहिले पनि गाडी पुग्दैन, जहाँ कैयौँ दिन सदरमुकामबाट हिँडेर जानुपर्दछ, जहाँ खाद्यान्न यति धेरै महँगो